प्रभु येशूको नाउँमा जय मसीह अनि नमस्ते। आज म तपाईलाई एउटा यस्तो प्रश्न सोध्न चाहन्छु जसले तपाईको जीवनको दिशा बदलाउन सक्छ। के तपाईलाई थाहा छ तपाईको जीवनको सबैभन्दा ठूलो शत्रु को हो? धेरैले भन्छन् दुष्ट शैतान, वा कतिले भन्छन् मेरो परिस्थिति वा आर्थिक अभाव। तर बाइबललाई गहिरो अध्ययन गर्दा हामी के पाउँछौं कि धेरै जसो समय हाम्रो आफ्नै मुख हाम्रो सबैभन्दा ठूलो शत्रु बनिरहेको हुन्छ। के तपाईँ आफ्नो परिस्थितिमा बदलाव देख्न चाहनुहुन्छ? के तपाईँ रोगबाट छुटकारा चाहनुहुन्छ? के तपाईँ गरिबीको साङ्लो तोड्न चाहनुहुन्छ? के तपाईँ आफ्नो परिवारमा शान्ति देख्न चाहनुहुन्छ? धेरै विश्वासीहरू प्रार्थना त गर्छन्, तर प्रार्थना पछि लगतै आफ्नो मुखले त्यो प्रार्थनालाई रद्द गरिदिन्छन्। आज म तपाईलाई एउटा यस्तो सत्य बताउन गइरहेको छु जसले तपाईको व्यापार, तपाईको स्वास्थ्य र तपाईको परिवारको परिस्थिति बदलिनेछ। आजको यो सन्देश मुखको वचनले छुटकारा ल्याउँछ। यस वचनले तपाईको आत्मिक आँखा खोलिदिनेछ। आउनुहोस् हामी सुरु गर्नेछौँ। परमेश्वरले यो ब्रह्माण्ड कसरी बनाउनु भयो? ब्रह्माण्डको सृष्टिकर्ताले आफ्नो मुखले वचन बोलेर नै संसारलाई अस्तित्वमा ल्याउनु भयो र त्यही सृजनात्मक शक्ति परमेश्वरले तपाईको मुखमा पनि हाल्नु भएको छ। परमेश्वरले भन्नुभयो उज्यालो होस् र उज्यालो भइहाल्यो। बाइबलले भन्छ तपाईँ र म उहाँकै स्वरूपमा बनाइएका हौं। त्यसैले तपाईको मुखमा पनि परमेश्वरले त्यही शक्ति हाल्नु भएको छ। तपाईको मुखले पनि भविष्य निर्माण गर्ने क्षमता राख्दछ। हितोपदेश 18:21 भन्छ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ। सावधान हुनुहोस्, तपाईँ जे बोल्दै हुनुहुन्छ तपाईँ त्यही रोप्दै हुनुहुन्छ। यदि तपाईँ म सकिएँ, म बर्बाद भए भन्नुहुन्छ भने तपाईले मृत्युलाई निम्तो दिँदै हुनुहुन्छ। तर यदि तपाईँ येशूमा म विजयी छु भन्नुहुन्छ भने तपाईले जीवनको बिउ रोप्दै हुनुहुन्छ र त्यो छिट्टै नै तपाईको जीवनमा फल्नेछ। परमेश्वरको जीवित वचन हितोपदेश 12:6 भन्छ दुष्टको वचनले कसैको रगत बगाउन ढुकिरहन्छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्छ। यहाँ दुई प्रकारका मानिसहरूको कुरा गरिएको छ। पहिलो दुष्ट, जसले आफ्नो शब्दले विनाश निम्त्याउँछन्, र अर्को चाहिँ धर्मी, जसले आफ्नो शब्दले छुटकारा ल्याउँछ। हिब्रू भाषामा यो छुटकारा भन्ने शब्दलाई हामी हेर्यौं भने यो छुटकारा शब्दको अर्थ हुन्छ बचाउनु अथवा स्वतन्त्र पार्नु या पुनर्स्थापित गर्नु। यसको अर्थ के हो भने जब तपाईँ संकटमा हुनुहुन्छ तब तपाईको आफ्नै मुखले मात्र तपाईलाई बचाउनेछ। यदि तपाईँ धर्मी हुनुहुन्छ अर्थात् येशू ख्रीष्टमा विश्वास गर्नुहुन्छ भने तपाईको मुखमा सृजनात्मक शक्ति छ। धेरै विश्वासीहरू वर्षौंदेखि एउटै समस्यामा रुमल्लिरहेका छन्। उनीहरू दुःखमा छन्, पीडामा छन्, अशान्तिमा छन्। के तपाईले कहिले सोच्नु भएको छ किन होला? किनकि उनीहरूमा पीडित मानसिकता छ। उनीहरू सधैँ भन्छन् मलाई कसैले सहयोग गरेन, मेरो भाग्य नै खोटो छ, म सधैँ बिरामी परिरहन्छु, म गरिब छु। यस्तै बोलीको कारणले उनीहरूको जीवन समस्यामा परिरहन्छ। याद राख्नुहोस्, गलत विचार जब आउँछ त्यो तपाईको मुखको शब्द बन्न कहिल्यै पनि नदिनुहोस्, त्यसलाई रोक्नुपर्छ। विचार एउटा चरा जस्तै हो। चरा तपाईको टाउको माथि उड्न सक्छ, तर त्यस चरालाई आफ्नो टाउकोमा गुड लगाउन नदिनुहोस्। जब तपाईँ भन्नुहुन्छ म सक्दिनँ, तपाईले आफ्नै लागि जेल निर्माण गर्दै हुनुहुन्छ। तर जब तपाईँ भन्नुहुन्छ मलाई शक्ति दिनुहुने येशू ख्रीष्टमा म सबै कुरा गर्न सक्छु, तब तपाईँ जेलको ढोका खोल्दै हुनुहुन्छ, तपाईँ स्वतन्त्र हुँदै हुनुहुन्छ। हामी कतिचोटि सोध्छौं यदि मसँग प्रशस्त पैसा, रुपैयाँ, धन भएको भए म सुरक्षित हुने थिएँ। यदि मेरा मानिसहरू पनि उच्च पदमा भएको भए म पनि सफल हुने थिएँ होला। तर हामीले भर्खरै केही समय पहिला कोभिडको महामारी देख्यौं होइन र? संसारका धनी भन्दा धनी मानिसहरू अक्सिजनको सिलिन्डर खोज्दै भौतारिरहेका थिए र बाँच्न सकेनन्। पैसाले र उच्च पदमा भएको मानिसहरूको कारणले अस्पतालको सबैभन्दा महँगो बेड किन्न सक्यो, तर जीवन किन्न सकेन। त्यसैले म आज तपाईलाई एउटा सत्य भन्छु, तपाईको पैसा तपाईको सुरक्षा होइन, तपाईको डिग्री तपाईको सुरक्षा होइन, तपाईका मानिसहरू तपाईको सुरक्षा होइन। तर संकटको बेलामा
जब तपाईको विरुद्धमा अन्धकारको शक्ति लड्न आउँछ, तब तपाईको मुखबाट निस्कने परमेश्वरको वचनले तपाईको वरिपरि आगोको पर्खाल खडा गरिदिन्छ। धर्मीको मुख नै उसको सुरक्षाको कवच हो। धर्मीको मुख जसले चाहिँ उसलाई सुरक्षित राख्छ, उसको वचनले सुरक्षित राख्छ। आमेन। देश 18:20 भन्छ, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। यो ब्रह्माण्डको एउटा अटल नियम के हो भने, जे रोपिन्छ त्यो फल्छ। किसानले जे रोप्छ त्यही काट्छ। यदि तपाईले अभावको बिउ आफ्नो मुखले रोप्नुभयो भने आशिषको फल कसरी काट्न सक्नुहुन्छ? धेरै मानिसहरू भन्छन्, पास्टरज्यू म जे देख्छु त्यही त बोल्छु नि। तर विश्वास भनेको देखेको कुरा बोल्नु होइन, परमेश्वरले जे भन्नुभएको छ त्यो बोल्नु हो। संसारको तथ्यले भन्छ तपाईँ बिरामी हुनुहुन्छ, तर परमेश्वरको सत्यले भन्छ येशूको कोर्राको चोटद्वारा तपाईँ निको भइसक्नुभयो। संसारको तथ्यले भन्छ समस्या ठुलो छ, तर परमेश्वरको सत्यले भन्छ परमेश्वर समस्याभन्दा धेरै ठुलो हुनुहुन्छ। संसारको तथ्यले भन्छ बाटो बन्द देखिन्छ, तर परमेश्वरको सत्यले भन्छ परमेश्वरले मरुभूमिमा पनि बाटो बनाउनुहुन्छ। तपाईँ के बोल्दै हुनुहुन्छ त्यसले तपाईको जीवनमा ठुलो फरक पार्छ। तपाईँ यस संसारको तथ्य बोल्नुहुन्छ कि परमेश्वरको वचनको सत्य बोल्नुहुन्छ, त्यसले तपाईको जीवनलाई ठुलो प्रभाव पार्दछ। डाक्टरहरूको रिपोर्ट तथ्य हो, किनभने डाक्टरहरूले बिरामी के हो भनेर आफ्नो उपकरणले पत्ता लगाउँछन्, तर त्यो सत्य चाहिँ होइन। सत्य परमेश्वरको जीवित वचन हो। परमेश्वरको वचनले भन्छ कि येशूको कोर्राको चोटबाट म निको भएको छु। सुन्नुहोस्, तथ्य त कहिले पनि बदलिन सकिन्छ, तर सत्य, परमेश्वरको वचनको सत्य कहिल्यै पनि बदलिँदैन, किनकि यो अडिग र अटल छ। यदि तपाईँ तथ्य मात्र बोलिरहनुहुन्छ भने तपाईँ संसारको बसमा हुनुहुन्छ। संसारको परिस्थितिले तपाईँलाई दबाउँछ, तर यदि तपाईँ परमेश्वरको वचनको सत्य बोल्न थाल्नुभयो भने तपाईँ स्वर्गको शक्ति यस संसारमा सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँको मनमा नराम्रो विचार आयो भने त्यो मुखमा आउनु अघि मुख बन्द गर्नुहोस्। हितोपदेश 30:32 यसरी लेखिएको छ, यदि तैले मूर्ख चाल चलेर आफैलाई फुर्काइस् भने वा तैले खराबीको योजना गरिस् भने तेरो मुखमा हात राखिहाल अथवा आफ्नो मुख बन्द गर भनिएको हो। जब गलत विचार आउँछ ती शब्द बन्नुभन्दा पहिले नै मुख बन्द गर्नुहोस्, किनभने जब तपाईँ बारम्बार त्यसको घोषणा गर्नुहुन्छ तपाईले त्यो बिउ जमिनमा रोप्दै हुनुहुन्छ तपाईको मुखबाट। धेरै मानिसहरूले आफ्नो आशिष चमत्कार जन्मनु भन्दा पहिले नै त्यसको घाँटी निमोटी दिएका छन्। कसरी? आफ्नो मुखको वचनद्वारा। तपाईँ महसुस गरेको कुरा नबोल्नुहोस्, तर तपाईँ के देख्न चाहनुहुन्छ तपाईको जीवनमा, तपाईको भविष्य कस्तो भएको देख्न चाहनुहुन्छ बोल्नुहोस्। यदि तपाईँ कमजोरी महसुस गर्दै हुनुहुन्छ भने कमजोरी नबोल्नुहोस्, म कमजोर छु नभन्नुहोस्, बरु भन्नुहोस् म बलवान छु। हामीले बुझ्नुपर्छ विश्वास बोल्दाखेरि सक्रिय हुन्छ र विश्वास सुन्नाले आउँछ र विश्वास बोल्नाले मात्र काम गर्छ। तपाईको विश्वासलाई काम गर्न दिनुहोस् तपाईको मुखद्वारा। आज नै यो निर्णय लिनुहोस्, म त्यही मात्र बोल्नेछु र घोषणा गर्नेछु जुन म आफ्नो जीवनमा देख्न चाहन्छु। तपाईँ आज जहाँ हुनुहुन्छ त्यो तपाईले विगतमा आफ्नो मुखद्वारा जुन बोल्नु भएको शब्दहरू थियो त्यही फल तपाईले काट्दै हुनुहुन्छ। तर तपाईँ आज आफ्ना शब्दहरूलाई बदलिनुहुन्छ भने तपाईको भोलिको गन्तव्य ठुलो हुनेछ, सफल हुनेछ र तपाईले भोलिको गन्तव्य निर्धारित गर्नुहुनेछ। तपाईको जीवनमा परिवर्तन देख्न चाहनुहुन्छ भने आजैदेखि 3वटा काम आफ्नो जीवनमा सुरु गर्नुहोस्। पहिलो, सुन्नुहोस्, किनकि विश्वास सुन्नाले मात्र आउँछ। परमेश्वरको वचन दिनरात सुन्नुहोस्, यसले तपाईको हृदयमा विश्वास उत्पन्न गर्नेछ। दोस्रो, आफ्नो हृदय भर्नुहोस्, किनकि हृदयमा जे भरिएको छ मुखबाट त्यही निस्कन्छ।
त्यसकारण हृदयलाई परमेश्वरको वचनले भर्नुहोस्। तेस्रो, विश्वासको साथ घोषणा गर्नुहोस्। जब तपाईँ बिहानै उठ्नुहुन्छ, उठ्ने बित्तिकै आफ्नो परिस्थितिमाथि बोल्नुहोस्, मेरो घरमा आशिष छ, मेरा छोराछोरीहरू असल छन्, मेरो शरीर स्वस्थ छ, परमेश्वरको लिखित वचन घोषणा गर्नुहोस्। जब यी तीनवटा कुरा तपाईँले सधैँ गर्नुहुनेछ, छिट्टै नै तपाईँले आफ्नो जीवनमा ठुलो परिवर्तन र शक्ति देख्नुहुनेछ। धेरै समयदेखि तपाईँको जीवनमा यदि तपाईँ असफल हुनु भएको छ, बिरामी हुनुहुन्छ, कष्टमा हुनुहुन्छ, कुनै कुरा परिवर्तन भएको देख्नु भएको छैन भने जब तपाईँ यी तीनवटा कुरा गर्नुहुन्छ, तपाईँको जीवनमा ठुलो परिवर्तन र छुटकारा तपाईँले देख्नुहुनेछ। आमेन। प्रिय मित्र, आजैबाट आफ्नो शब्दकोश बदलिनुहोस्। गुनासो होइन, तर गवाई दिनुहोस्। यशाया 55:11 अनुसार परमेश्वरको वचन कहिल्यै खाली फर्कदैन। जब तपाईँ आफ्नो मुखबाट परमेश्वरको वचन निकाल्नुहुन्छ, स्वर्गले त्यसलाई पूरा गर्न आफ्नो सामर्थ्य पठाउँछ। तपाईँको मुख नै तपाईँको विजयीको चाबी हो। यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्। आमेन। यदि तपाईँ आज कुनै पनि बन्धनमा हुनुहुन्छ भने तपाईँको लागि परमेश्वरको स्वर्ग खुला छ र आउनुहोस्, तपाईँ आफ्नो मुखलाई आफ्नो भविष्य वक्ता बनाउनुहोस्। आफ्नो भविष्य निर्माण गर्ने भविष्य वक्ता परमेश्वरले तपाईँको निम्ति तपाईँको मुख दिनुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिउन्। फेरि भेट्नेछौँ। जय मसीह।